जुन खोसी झै जुनेली रातैमा बछु खुसी अजगरको साथैमा धेरै खुसी छु म तिमीसँग माया लाएर यति खुसी छौ कि जिन्दगीमा तिमी जस्तै माया पाएर। नमस्कार सम्पूर्ण दर्शक श्रोताबिनहरू, आज म तपाईहरुलाई अर्गानिक भिडियो देखाउन गइरहेको छु। हजुरले आजकल देखिसक्नु भएको छ होला यो भिडियो हेरेर, फेरि पनि देखाउन गइरहेको छु। अहिले मैले चाहिँ यो निराज अली सरको आवाजमा रहेको गीत गाउनलाई कोसिस गरेँ। उहाँको गीतले न्याय दिएर मैले गाउन त सकेन, सरी भन्न चाहन्छु। उहाँको सम्झनामा अनि यो अजिङ्गरलाई चाहिँ मैले प्रत्यक्ष देखाउन कोसिस गरिरहेको छु, देखाइरहेको छु। हजुरहरूलाई कस्तो लाग्छ, यो हेरेर कस्तो लाग्यो, सल्लाह सुझाव प्रतिक्रिया दिन नभन्नु होला, कमेन्ट छोड्नु होला भन्न चाहन्छु। यदि हजुरहरू मलेसियामा आउँदै हुनुहुन्छ र यस्तै जङ्गलमा काम गर्नलाई आउँदै हुनुहुन्छ भने, यो तेलको बोट हो, यस्तो तेलको बोटमा काम गर्न आउँदै हुनुहुन्छ भने सावधान हुनु होला भन्न चाहन्छु। बाध्यता हो, रहर होइन। अब परिस्थितिले मान्छेले कहाँबाट कहाँ पुर्याउँछ थाहा हुँदैन। ल हेर्नुहोस्, यसको टाउको यतातिर यतिको टाउको ठुलो छ है, यो यसरी बसिरहेको छ। यो माथि एउटा पलापा थियो, त्यो पलापा मैले हटाएर चाहिँ तपाईँहरूलाई देखाउनको लागि चाहिँ मैले कोसिस गरेँ। सबैजनालाई एकदम मिस्यो भन्न चाहन्छु। नेपालबाट हेर्दै हुनुहुन्छ या विदेशबाट, जहाँ जुनसुकै ठाउँबाट हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, यहाँ सम्पूर्णलाई यतिदेखि थ्याङ्क यू सो मच भन्न चाहन्छु। के गर्ने हजुर, यस्तै छ। ल हेर्नुहोस् यतातिर, सबैजनालाई झोरले नमस्ते भन्न चाहन्छु। यो भिडियो चाहिँ सकेसम्म सबैको माझ पुर्याउनको लागि एकदम सेयर गरेर साथ दिनु होला भन्न चाहन्छु। यो भिडियो मैले युट्युबमा पनि राख्नेछु होइन, सबैजनाले युट्युबतिर नि यसो हेरिदिनु होला, युट्युब सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। ल हेर्नुहोस्, अजिङ्गर यस्तो छ। कसले देख्नु भएको छ, अजिङ्गर देख्नु भएको छैन भने यो भिडियो हेरेर आनन्दले मजा लिनु होला भन्न चाहन्छु। अजिङ्गर यस्तो हुन्छ भनेर, यस्तो हुँदो रहेछ भनेर चाहिँ मजा लिनु होला भन्न चाहन्छु। हस् त, अहिले छुटिन चाहन्छु भाइ, ड्युटीमा छु, के गर्ने, छुटिन।